आजको मेरो भिडियो चाहिँ कोठाबाट सुरु हुन्छ। मैले भिडियोमा चाहिँ आज म कलेज जाँदैछु। कलेज किन जाँदैछु भनेपछि हाम्रो चाहिँ इक्जाम हुँदैछ। सबैजनाले फर्म भरिसक्नु भयो, मैले त फर्मै भरेको छैन भनेर म पनि हिँडिरहेको। त्यसपछि बाटोमा आन्टीको पसल थियो। आन्टीले कता हुनुहुन्छ भनेर चाहिँ दायाँ बायाँ हेरेको त आन्टी कता हुनुहुन्छ भने तल बस्नु भएको रहेछ। बस्दै कि खाँदै हुनुहुन्थ्यो। अनि के खाएर आएको आन्टी भन्नुभयो, होइन खाना खाँदैछु भन्दै हुनुहुन्थ्यो। त्यसपछि म अगाडि हिँडेँ। अनि कति मात्रै दायाँ बायाँ अरूको अनुहार देखाउने, एकचोटि आफू पनि खुसीको अनुहार देखाउनु परेर भने एकचोटि आफ्नो अनुहार पनि हेरौँ भनेको। अनि त्यसपछि हेरौँ त पछाडिबाट दिदीहरू बोल्दै हुनुहुन्थ्यो, के भइरहेको होला सोचिरहेको होला। आथा आजको यो गर्मी पनि कस्तो गर्मी हो र। आन्टी हेर्दै अगाडि एकजना आन्टी हिँड्दै हुनुहुन्थ्यो। दायाँ बायाँ हेर्छु त कोही साथीहरू छन् कि सोचिरहेको थियो, कोही पनि छैन त। कति मलाई देखेर हाइहेलो गर्छु नि सोचेको त कोही पनि छैन। अनि आन्टीले छाता खोलिराख्नु भएको थियो। म चाहिँ अगाडि हिँडि नै हालेँ। यो बाटो त कहिले पनि नौडी जस्तो हुन्छ त। हेर्छु त दायाँ बायाँ त एकदमै दामी भ्यू देखिन्छ त माथितिर चन्द्रगिरी डाँडाको। अनि मैले पनि मजाले हेरेँ कस्तो रमाइलो भइरहेको थिएँ आज। अनि गर्मी थियो, मैले त झन् बुट हालेर लगेको थिएँ। त्यसपछि फाइनली कलेज पुगियो। अनि त्यहाँ बाहिर के अन्डरग्राउन्ड पार्किङको के काम हुँदै थियो। अनि यताभित्र सट्टी छिरिहालेँ म। यस्तो दायाँ बायाँ कोही पाले अङ्कल कता हुनुहुन्छ भनेको त कतै देखिने हुनु त कहाँ हुनुहुन्छ भन्ने। यस्तो दायाँ बायाँ हेरेको त यहाँ बसेर सुतिराख्नु भएको रहेछ। अनि यो चाहिँ हाम्रो भलिबल खेल्ने ग्राउन्ड। मलाई पनि लास्ट डर लागिरहेको थियो। अब 4 बजी इक्जाम आइसक्यो, 2 बजी भइसक्यो, मैले फर्मै भरेको छैन भनेको त दायाँ बायाँ हेरेको त उतापट्टि दिदी बसिराख्नु भएको रहेछ। अनि आजसम्म कहाँ गएको भन्दै हुनुहुन्थ्यो दिदीले। ठ्याक्कै तयारै पारिहाल्नु भयो। अनि म सुक्कै हाँसी पनि राख्नु भएको थियो। आज कहाँबाट आएको अनि उतापट्टि दाइले भन्नुभयो लक्ष्मण भन्नुभएको थियो। अनि सर हुन् तर म चाहिँ दाइ नै भन्छु। लक्ष्मण तर कहाँबाट आइस आज भन्दै हुनुहुन्थ्यो। होइन सर म घरमै थिएँ भने मैले फर्म भरेको भिडियो चाहिँ राखिने लामो हुन्छ भनेर। अनि त्यो फर्म पनि फाइनली भरियो। र अनुहारमा राम्रो नभए पनि फोटोमा चाहिँ यो नाक्सी चाहिँ एकदमै राम्रो नै आउँछ। अनि फाइनली सबै कुराहरू गरियो। अनि त्यसपछि उहाँले चाहिँ भन्नुभयो जानुहोस् माथि गएर सरको चाहिँ साइन गरेर आउनुहोस् भन्नुभयो। अनि म पनि माथि गएर साइन गर्न हिँडिहालेँ। अनि ठ्याक्कै म पनि सोधेर भित्र छिरि नै हालेँ। भित्र बसिराख्नु भएको थियो। सर ओहो लक्ष्मण कहाँबाट आइस आज कहाँतिर, मलाई त मोडल जस्तो गायक जस्तो देखिन्छ भन्नुहुन्छ त। मन पनि खुसी पनि लागेको थियो। अनि के छ खबर आरामी छौ भने ठिक छ सर भने मैले। अनि त्यहाँबाट म निस्केँ। उहाँ त सरले कस्तो कन्फ्युज गराइदियो बा, मोडल जस्तो देखिन्छ यो देखिँदै भन्नुहुन्छ अब। तर बुढोहरू चाहिँ ठिक छ, तर मलाई चाहिँ लास्टमा लाग्छ सबैजनाको। अनि उहाँ दिदीले चाहिँ बिल काटेर ल्याऊ भाइ उताबाट भन्नुभयो। अनि मैले पनि बिल काटेर फाइनली बिल काटेर ल्याएँ। अनि मसँग अलि पैसा कम परेको थियो। बुढोले साइन गरेर ल्याऊ भनेको थियो। बुढोले त 15 दिन अर्को महिनाको 15 गते नदियो भने त 3000 फाइन लाग्छ भन्छ त। तर मैले बुढो भनेको तर नराम्रो चाहिँ नसोच्नु होला है। तर मलाई चाहिँ एकदमै माया लाग्छ है। तिमी मायाले चाहिँ मैले बुढो भनेको हो। अनि ठ्याक्कै दिदीले पनि एडमिट कार्ड पनि दिइहाल्नु भयो। के गरेर आएको भिडियो बनाउँदै हो भनिराख्नु भएको। म सुक्कै हाँसी दिनुभयो। अनि म पनि हाँसी दिएँ। अनि उतापट्टि दाइले कतै म जान्छु भनेको। ल हस् ल जाऊ कपाल काटेर आऊ पो भन्नुहुन्छ त बा। अनि मैले मनमै सोचेको कपाल काटेर आउनुहुन्छ पो भन्नुहुन्छ त। मैले त सोचेको यत्रो गर्लफ्रेन्ड सजिलो नभएर यत्रो कपाल पालेको छु, म त मरिगयो नि काट्दिनु मनमा नै सोचेँ। ओके बाई बाई, अर्को भिडियोमा भेटौँला।